के भयो के भयो ढाड दुखेर अलिक हावा खानु पर्छ के म साँच्चै हालिदिन्छु म फालिदिन्छु अस्मिता यताबाट अस्मिता अस्मिता भनिन्छ कि उसको को अरे आई थिङ्क उसको सोल्टिनीलाई भगाउनको लागि यहाँ उसलाई प्रपोज गर्नु नसकेको कारणले उसले यहाँ आएर आफ्नो ज्यान दिन्छु नत्र तिमीले मलाई अपनाउनु पर्छ भनेको छ अस्मिता तपाईँ जहाँसुकै भए पनि उसलाई अपनाइदिनुहोस् मेरो साथी यहाँबाट हाम फाल्ने कोसिसमै छ यो उहाँ देखाइदिनुहोस् त भ्यू कस्तो छ यहाँबाट हाम फाल्यो भने त छेउमा टुप्पो रहन्छ नि त त्यही भएर जोकिङ सबैजना आजकलका केटाकेटीहरू लभ हुनु पाएको छैन हाम फाल्ने मात्र भन्छन् आजकलको बच्चाहरू यस्तो पढाइ सढाइ गर्नु छैन लभतिर अरे भर्खर 16 वर्ष पुग्दैछ म भन्दा भाइ त्यस्तो लभ गर्ने हो हजुर के गर्नु अब उसलाई जोगाउनुको लागि म यहाँ आएको थिएँ आफै यहाँ यस्तो भ्यू हेरेर मलाई बस्नु मन लागेर बसेको छु अहिले होइन जे भएन अस्मिता तपाईँले के भन्नु तिमीले त्यसलाई अप्नाइदिनु पर्यो क्या यो भिडियो आउनेछ अस्मिताको अगाडि अस्मितालाई ट्याग गरिदिनुहोस् गाइस अस्मितालाई ट्याग गरिदिनुहोस् कस्तो आइफोनको भ्यू भनेको त आइफोनकै रहेछ नि म त्यही छक्क परेँ केटीहरूको चाहिँ हात कति लुलुक्क हुन्छ यार हाम्रो